आज चाहिँ काम केही थिएन भनेर मस्त बसिरहेको थिएँ। मम्मी आएर फेरि काम गर्न हिँड्नु भन्नुहुन्छ। के काम भनेको त ताली झिक्नु पर्ने भन्नुहुन्छ। गएको त बुढाबुढी मस्त ताली झिक्दै हुनुहुन्थ्यो। दुईजनाले मात्र हुँदैन भनेर काम गर्ने मान्छे लिएर आएको। कामदार फेरि खतरा बहिनी थियो। त्यसपछि हामी काम गर्न लाग्यौँ। म पनि काम त गर्छु तर लास्टै अल्छी लागिरहेको थियो। बल्ल बल्ल एक्साइट पनि सक्यो। बहिनी फेरि तालीमाथि कट्टु भेटेर देखाउँदै थियो। अल्छी गर्नु हुँदैन भनेर जोसमा काम गरेको। एकछिनमा त पुरै फिनिस भयो। त्यसपछि मम्मीले चाहिँ जाँड छान्नु भयो। बुवा र बहिनीले त चेस गर्दै मस्त खानु लाग्यो। म चाहिँ त्यस्तो खादिनँ, त्यसैले छुट्टै बसेर चटपटे खाएँ। खाजासाजा खाएर फेरि काम गर्न निस्केको। हाम्रो घर त दामी देखिरहेको थियो। म चाहिँ बाँस लिनु गएँ। बाँस फेरि यति धेरै थियो, लानु पर्ने चाहिँ 2वटा मात्र। म फेरि 2टा त हो नि भनेर एकैचोटि बोकेर लगेको। बोक्न नसकेर झन्डै मरेन। अब बाँसले टुक्रा पार्नु पर्ने थियो। मलाई फेरि आराले काट्नै आउँदैन थियो। बल्ल बल्ल काटेर नि सके। आज चाहिँ हाम्रो काम यति नै थियो। बहिनी फेरि चटपटे खान जाम भनेर गएको। दाइले पनि चटपटे एकैछिनमा बनाएर दिनुभयो। त्यसपछि खाँदै घरतिर लाग्यौँ। आजको भिडियो यति नै। सब्सक्राइब गरिदिनु होला। बाई बाई।